कहिलेकाहीँ जिन्दगी भने यस्तो चिज हो मान्छेलाई नि हैन। अब यो मान्छे रोडमा यसरी सुतिरहेको छ हो, यो यहाँ आनन्दले सुतिरहेको छ र यहीँ अगाडि होटल छ हैन, मतलब यहीँ घरहरू छ हैन। म राति अहिले खास 1 बज्यो, 12 साढे 12 भयो रातिको हैन। तर यो जुन बिल्डिङमा सुत्नेवाला मान्छे छ हैन, कति मान्छेहरू त्यो पनि खुसी छैन क्या, त्यहाँ सुत्दाखेरि पनि खुसी छैन हैन, त्यहाँ माथि सुत्दाखेरि पनि ऊ खुसी छैन हैन। यो यसरी रोडमा सुतेको छ तर यो खुसी छ क्या, यसरी सुतेको छ क्या हैन। मान्छेलाई जसरी पनि एउटा हुन्छ नि, आफ्नो आफ्नो एउटा ऊ हो हैन। यसको पनि आफ्नै किसिमको फ्रस्ट्रेसन होला हैन, यसको पनि अब आफ्नै किसिमको बाध्यता होला रोडमा सुत्ने हैन। यसरी सुतेको छ क्या यो हैन, यसरी हैन। अब बिचारा यसले पनि कोसिस त गरे होला आफ्नो लाइफमा केही बन्नको लागि, केही गर्नको लागि हैन। तर अब यो यसरी रोडमा सुतिरहेको छ। सबैको आफ्नो आफ्नो भाग्य पनि हो, कर्म पनि हो हैन। तर कहिलेकाहीँ म यो यहीँ सुतिरहन्छ क्या। तर यो यस्तो ठाउँ हो कि प्यारिसको महँगो ठाउँ हो क्या। बिचारा ऊ रोडमा सुतिरहेको हुन्छ तर योङै छ क्या, एकदमै योङै छ हैन। अब यसरी चाहिँ म राति काम सकेर जान्छु हैन। र जहिले पनि यसलाई चाहिँ अलिकति त्यो हुन त त्यस्तो केही हुँदैन, तर पनि कोही मान्छेहरूले केही नगरोस् राति सुत्दा भनेर होला यहाँ चाहिँ होटलहरू छ क्या हैन। यहाँ यो होटल छ, यता पनि अर्को होटल छ हैन। यहाँ चाहिँ अब प्रायः जस्तो सेक्युरिटीहरू हुन्छ, त्यो भएको हुनाले उसले सेफ ठाउँ खोजेको होला हैन। अनि यहाँ आएर सुत्छ क्या यो हैन। अनि कहिलेकाहीँ कस्तो लाग्छ भने सबैको आफ्नो लाइफ यस्तो छ। कोही मान्छेहरू कति भए पनि ऊ चाहिँ सन्तुष्टि भएको हुन्न। मान्छेको जातै भनेको यस्तो जात हो कि जहाँ कि उसलाई जति भयो नि पुग्दैन क्या, जति भयो नि पुग्दैन। अनि आज यो भयो भने भोलि त्यो, त्यो भयो भने त्यो, त्यो भयो भने त्यो भन्ने सोचिरहेको हुन्छ। तर यस्तै यो लगभग यो 35 इयर्सको होला हैन। रोडमा सुत्ने त कति छन् कति, तर ठ्याक्क म यहाँबाट निस्किने बित्तिकै, म कामबाट निस्किने बित्तिकै हैन, यो चाहिँ यसरी यहाँ चाहिँ बस्छ क्या डेली। अनि मलाई अचम्म लाग्छ, यसो सोध्छु म यसलाई। अनि यस्तै छ लाइफ हैन। कहिलेकाहीँ मान्छेलाई अब परिवार छ होला हैन, बुवा मम्मी होला सबै होला हैन। तर पनि ऊ एक्लिएको छ क्या, विरक्त भएर रोडमा सुतिरहेको हुन्छ क्या सधैँ। त्यस्तो अचम्म छ लाइफ। यस्तै छ व्यस्त सहरमा, कसैले कसैलाई सोच्दैन, कसैले कसैलाई बुझ्दैन। तपाईँ के गरिरहनु भएको छ कसैलाई मतलब हुँदैन हैन। अब यस्तै छ। तर मलाई यो खास बनाउनु मन त थिएन हैन, तर यसो कहिलेकाहीँ देख्छु कस्तो नमजा लाग्छ क्या। अनि के होला यसको कथा भन्ने जस्तो लाग्छ, अनि त्यो भएर यसो भिडियो बनाएको है त।